हेलो ब्युटिफुल गाइज, होप यु आर डुइङ वेल। साथीहरू, आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु है। नयाँ भिडियोको टाइटल छ त्याग र बलिदान है। आज हामी त्याग र बलिदानको बारेमा सिम्पल ल्याङ्ग्वेजमा अझ राम्रोसँगले बुझौँ र समाज जनकल्याणमा यसलाई उपयोग गरौँ यो नलेजलाई है। के छ भने नि, जहाँ माया र प्रेम हुन्छ नि त्यहाँ त्याग र बलिदान हुन्छ है। जहाँ त्याग र बलिदान हुन्छ नि त्यहाँ सन्तुष्ट र कल्याण हुन्छन् के है। अब एउटा इक्जाम्पल दिएर म सम्झाउँछु है। जस्तै कि हेर्नु, भगवान रामलाई आफ्नो परिवारप्रति माया थियो कि होइन, एकदम माया थियो। अनि एकदम मायाको कारणले गर्दाखेरि उहाँले आएको राज्यलाई पनि त्याग गरिदिनु भयो कि, र बुवाको आज्ञाको पालन गर्नका लागि 14 वर्षसम्म वनवास जानुभयो उहाँले है। अर्को अझै कुरा छ, भक्त प्रह्लाद है, उहाँलाई भगवानप्रति अटुट प्रेम अत्नीय विश्वास थियो कि होइन। अनि भक्त प्रह्लादले त्यस्तो भव्य राज्य, त्यस्तो एकदम त्यत्रो राज्यलाई छोडेर होइन भगवानको शरणमा जानुभयो है। अझै सोनौँ है, अझै इक्जाम्पल, भगवान गौतम बुद्धको इक्जाम्पल लिउँ। हेर्नु त, के थिएन उहाँसँग, के थिएन, संसारको खुसी थियो। मौसम अनुसारको उहाँको लागि घर बनाइएको थियो ताकि उहाँलाई कुनै पनि मौसमले, कुनै पनि प्राकृतिक वातावरणले उहाँलाई छेप्न नसकोस् भनेर है। हेर्नु होइन, उहाँले त्याग गरिदिनु भयो, शान्तिको खोजीमा जानुभयो। आज पुरै संसारमा नाम छ उहाँको है होइन। अझै त्याग र बलिदानको बारेमा एउटा अझै कुरा छ। हेर्नु, भगवान कृष्णले आफ्नो जिम्मेवारी पुरा गर्नका लागि राधा मैयालाई पनि मतलब एउटा केही समयको लागि, मतलब त्याग त होइन, मतलब लाइक मतलब टाढा हुनुभयो, त्यसलाई पनि एउटा त्यागै सम्झौँ के। अझै कुरा हेर्नु, भगवान रामले पनि जनता जनार्दनको खुसीको लागि होइन, जनतामा राजधर्म बनिरहोस् होइन, भगवान माता सीतालाई वनवास दिनुभयो होइन। यसलाई भन्छ त्याग है होइन। सो धेरै यस्ता महान विभूतिहरूले पनि होइन त्याग गरिएका छन् है। अहिले पनि इतिहास उठाएर हेर्नुभयो भने तपाईँलाई थाहा हुन्छ यो कुरा। र यो त्याग र बलिदानले हामीलाई एउटा राम्रो जिउने एउटा बाटो सिकाउँछ के। थोरै समयको लागि त नराम्रो लाग्न सक्छ होला, तर पछिको लागि यो जन कल्याण हुनेछन् के। हाम्रो जीवनलाई मात्र होइन, हामीसँग जोडिएको प्रत्येक व्यक्तिहरूको जीवनमा पनि राम्रो फलदायक सन्देश दिने गर्छन् के। ओके गाइज, यदि मेरो भिडियो राम्रो लागेको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला होइन। एउटा टपिक सोच्नका लागि धेरै हिम्मत चाहिन्छ। त्यो हिम्मत जुटाएर तपाईँको सामुन्ने आएको छु। एकदम मलाई खुसी लागिरहेछ। यदि भिडियो राम्रो लागेको छ भने प्लिज म नयाँ छु के, र लाइक र सब्सक्राइब गरिदिनु।